किन पढ्न पठाएको छ सुधौली प्राप्त हुन्छ, शान्ति प्राप्त हुन्छ, मोक्ष प्राप्त हुन्छ, मोक्ष प्राप्त हुन्छ। म तपाईँलाई क्वेसन सोध्नु लाग्यो। तपाईँ हाम्रो हामी त दुई कुरा भन्छौँ, ईश्वर र राम्रो काम गरेको छ। हाम्रो मोडर्न नेपाल एकाडेमीका हाम्रा छात्रहरूले बनाएका केही प्रोजेक्टहरू हजुरको समक्ष प्रस्तुत गर्दैछु। हजुरहरूले माया गरिदिनु होला यो भिडियोलाई। स्टार्ट। हाम्रो मोडर्न नेपालको कक्षा 6 मा पढ्ने विद्यार्थीहरूले बनाएको एउटा सानो प्रोजेक्ट हजुरको समक्ष प्रस्तुत गरिरहेको छु। हजुरहरूले अवलोकन गरेर केही भन्नु होला। यो हाम्रो विद्यार्थीले केही भन्न गइरहेछ, सुन्नु होला। नमस्ते, मेरो नाम सुनिता हो। हामी कक्षा 6 का विद्यार्थीहरू आज हामी सामाजिक अध्ययनको छोटो प्रस्तुति लिएर आएका छौँ। प्रस्तुतिको शीर्षक रहेको छ हाम्रा चाड पर्वहरू। नमस्ते, म लक्ष्मी नेपाली। आज म हजुरहरूलाई दसैँको बारेमा केही भन्न गइरहेको छु। दसैँ हिन्दू धर्मसँग विविध पर्व तथा संस्कृतिहरू जोडिएका छन्। तिनै संस्कृतिहरूमध्ये एक दसैँ हो। दसैँ हिन्दूहरूको सबैभन्दा ठुलो चाड हो। दसैँ 15 दिनका लागि मनाइने गरिन्छ। दसैँसँग विभिन्न धार्मिक विश्वासहरू जोडिएका छन्, जस्तै दुर्गा माताद्वारा महिषासुर राक्षसको वध, रामले रावणमाथि गरेको विजय आदि। दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ। नमस्ते मेरा सम्पूर्ण साथीभाइहरू। हजुरहरूले आज हेर्नुहुन्छ मोडर्न नेपाल एकाडेमीमा हाम्रो कक्षा 6 र 7 मा पढ्ने भाइ बहिनीहरूले केही प्रोजेक्ट हजुरहरूलाई देखाउन गइरहेको छ। हजुरहरूले पक्कै पनि माया गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण रूपमा विश्वास छ। अब हजुरहरूलाई स्वयं हाम्रो छत्रबाट केही कुरा सेयर गर्न गइरहेको छु। नमस्ते, हामी कक्षा 7 का विद्यार्थीहरू आज हजुरहरूको सामाजिक अध्ययनको सानो प्रस्तुति लिएर उपस्थित भइसकेका छौँ र हाम्रो प्रस्तुतिको शीर्षक रहेको छ। नमस्ते, अब म हजुरहरूलाई ढुङ्गे युगको बारेमा भन्न चाहन्छु। हामी सबैलाई थाहा छँदैछ कि ब्रिटेन र आइल्यान्ड सरकारले हाम्रो समाजलाई 3 चरणमा बाँड्नु पर्यो र आज ढुङ्गे युग भनेको मानव जीवनको प्रारम्भिक चरण हो। ढुङ्गे युगमा मानवहरू पूर्ण रूपले विकसित भएका थिएनन्। हजुरले देख्न सक्नुहुन्छ पूर्ण रूपले विकसित नभएकाले यसरी रुखका पोखराहरू अनि हाम्रो जनावरहरूको छालाहरू यसरी लगाउने गर्दथे। साथै मानिसहरूलाई आगोको ज्ञान नभएकाले यसरी जनावरहरू मारेर कच्ची खाने गर्दथे। जस्तै केटाहरूले यसरी ढुङ्गाले जनावरहरू मार्ने गर्दथे भने यसरी महिलाहरू चाहिँ गएर कन्डोम खोजेर ल्याएर खाने गर्दथे। आशा छ हजुरहरूलाई हाम्रो यो प्रस्तुति राम्रो लाग्यो होला। यो पहिलो प्रस्तुति भएकोले केही गल्ती भयो, अर्कोपल्ट राम्रोसँग प्रस्तुति ल्याउने ईश्वरले वाचा गरी यो प्रस्तुतिलाई केही गल्ती गर्न चाहन्छु। अब हजुरहरूलाई केही प्रश्न सोध्नु छ भने हेर्नुहुन्छ हजुरहरूले कति राम्रो भाइ बहिनीहरू मेहनत गरेर सानो प्रोजेक्ट हजुरको समक्ष प्रस्तुत गरिएको छ। सामाजिक अध्ययन विषयबाट छोटो प्रस्तुति लिएर आएको प्रस्तुतिको शीर्षक रहेको छ बर्बरीमा मात्रै चरा बोलेर। नमस्ते, म स्यारन खर्जन। हजुरहरूको युगको बारेमा केही प्रस्तुति भइसक्यो होला। आज म तपाईँहरूलाई पर्व युगको मध्य चरणको बारेमा केही भन्न गइरहेको छु। मानिसहरूले स्थानीय बसोबास गर्न थालिसकेका थिए। ढुङ्गे युगको अन्तिममा आगोको आविष्कार गरिएको थियो। ढुङ्गे युगमा मानिसहरूले काँचो मासु खाने हेर्नुहोस्, हाम्रो छात्रहरूले बनाएका केही सामाजिक अध्ययनको विषयमा केन्द्रित गरेर यी केही प्रोजेक्टहरू हजुरले हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ कक्षा 4 देखि लिएर 10 सम्म चाहिँ सम्पूर्ण भाइ बहिनीहरूले आफ्नो मेहनत गरेर यस्ता सामाजिक अध्ययन विषयमा केन्द्रित भएर यो सम्पूर्ण कुराहरू पहिलोको युगदेखि लिएर अहिलेसम्मको युगसम्मको सम्पूर्ण सामग्रीहरू हजुरहरू समक्ष प्रस्तुत गर्दैछु। पक्कै पनि हजुरले हेरेर केही लाइक कमेन्ट गरेर सुझाव सजेसन दिनुहुन्छ भने हामी पूर्ण रूपमा विश्वास छौँ। र अब हाम्रो भाइ बहिनीहरूले अन्त्यमा केही भन्न गइरहेको छ, हजुरले सुन्नु होला।
युगमा मानिसहरूले कृषि तथा पशुपालनको पनि विकास गरेका थिए भने यो युगलाई कृषि तथा कृषि युग भनेर पनि चिन्छ। धन्यवाद। हस्त बहिनीहरू, तिमीहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्ता ठुला कामहरू, यस्ता मेहनत गरेर प्रोजेक्टहरू बनाउँदै गर्दै भने म तिमीहरूलाई धन्यवाद दिन चाहन्छु है त। हेर्नु साथीहरू, अब हामी गइरहेका छौँ हजुरहरूको देखाउनको लागि। कक्षा 7 का भाइ बहिनीहरूले यति महत्त्वपूर्ण कुराहरू हामीलाई प्रोजेक्ट मार्फत हामीलाई जानकारी गराउन खोजिएको छ। हजुरहरूसँग आशा छ पक्कै पनि हेर्नुहुन्छ भनेर म बिल्कुल विश्वास छु। ल अब हाम्रो भाइ बहिनीहरूको समक्ष केही कुरा हजुरहरूले सुनिदिनु होला। धन्यवाद। ल नमस्ते। हामी 7 का विद्यार्थीहरू आज सामाजिक अध्ययनबाट एउटा सानो प्रस्तुति लिएर आएको छौँ र हाम्रो प्रस्तुति सुनिरहेको छ आज यो नमस्ते। म कक्षा 7 छात्री कुमारी कपाउले आज हजुरहरूको सामु प्रस्तुति लिएर आएको छौँ। यो हो आधुनिक युग। मानव विकास विकसित चरण आधुनिक युगलाई मान्दछ। हामी बसिरहेको युग नै आधुनिक युग हो। नमस्ते। म आइफान कक्षा 7 का हस् भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। यति सानो कुरा, यति ठुलो कुरा हामीलाई प्रोजेक्ट मार्फत देखाइदिनु भयो। धेरै धेरै धन्यवाद छ। पक्कै पनि आगामी दिनहरूमा तिमीहरू राम्रो गर्छौ भनेर म विश्वास लिँदैछु। धन्यवाद। नमस्ते साथीहरू, आजको हामी थोरै सानो भिडियो बनाउँदा तपाईँहरूको मोडर्न नेपाल एकाडेमी डल्लुमा जुन विद्यार्थी भाइ बहिनीहरू पढिराख्नु भएको छ, उहाँहरूले केही प्रोजेक्टहरू बनाएको छ सामाजिक विषयमा अध्ययनरत केन्द्रित गरेर।